गहुँ काट्ने काम हुँदैछ है महिनामा। आज हाम्रो गहुँ काट्ने कार्यक्रम हुँदैछ। पानी पर्ला जस्तो छ हामीहरूलाई नि। अनि जौ पाकेन हेरिदिनु भनेको थियो नि। अनि यहाँ जौ छर्या नम्बर त कहाँ पुग्यो थाहा छैन। फोन गरेको थियो दिउँसो एक सबै बाँकै छेउमै यो हेर पानी पाइएन होला। सबजना गहुँ काट्दै यहाँ उठाउँदै है महिनामा। आज हाम्रो गहुँ काट्ने कार्यक्रम हुँदैछ। पानी पर्ला जस्तो छ हामीहरूलाई नि। यसको 15 बाट खडेर भनेको अनि जौ पाकेन हेरिदिनु भनेको थियो नि। अनि यहाँ जौ छर्या नम्बर त कहाँ पुग्यो थाहा छैन। फोन गरेको थियो दिउँसो एक मेलै सर्न सक्ने भाग मोबाइल लगे के बनाइरहेको
सकौँ अनि ओसार हजुर यति सकौँ अनि हुन्छ होइन अब किनभने फुल लगाएपछि पानी आउने झापड सक्नु पाइने हो त कहिले त पक्कै नखाइ आउँछ है छैन त आउँछ ल हेर यहाँ छोरीले गाउँ काटेको देखिन्थ्यो बाला बाला काटेको छ मैले गएर काट्नु पऱ्यो नि छोरी छोडेको छ नि त त्यही बाला पनि यहाँ हेर यो सबै छोडेको छ लास्टमा यो सबै निखाएर यो बालाहरू सबै टिप्नुपर्छ हेर तिमीले यस्तो गरेर हुँदैन त छोरी गर्मी त कस्तो तातो भएछ है पोलेर त निधार त मेरो त भतक्कै मैले कस्तो शीतल भइरहेको आज त्यो सबै निखाएर काट है यो बाला यसो छोड्नु मिल्दैन हेर्नु त एउटा यहाँ काटेर पर तन्सिनी गएको छ अनि यहाँ कसले दोहोऱ्याउने अब किन बाँधेको यिनीहरू छोराहरू खाना पाएर होला बाँधेर धुन्न नि त आज त गाउँ यसरी खाइयो भने होला हेर यस्तो छ अनि यो छोरीलाई अनि मैले त्यसै हो त भने उनीहरूमै कस्तो काटेको थियो नानीले त अस्ति कसरी उ गर्नु नानी हुन्छ नानी त आज त छोरीले काम गर्नु गरे हो नि छोरीले हजुर माछा उद्योग लग्यो म लाग्दैन होला काट्नु उतै जानु भयो नानी नभयो म आमा खाइ जानु लाग्यो बल्ल तल त्यति काटेँ यति